कङ्ग्रेचुलेसन फर योर अस्ट्रेलिया भिजा। ल हजुरलाई पनि कङ्ग्रेचुलेसन छ होइन। र भिएक्सएल एजुकेसन काउसतीको आज हामी यो भिजा ग्रान्टको सेसनमा छौँ। आज सिमरन कणेलको चाहिँ भिजा ग्रान्ट भएको छ। उनी चाहिँ 2023 को पास आउट भइकन पनि भिएक्सएल विभिन्न एजुकेसन कन्सल्टेन्सीमा आउँदाखेरि र त्यहाँबाट राम्रो गाइडेन्स नपाइसकेपछि अब एउटा हाम्रो देशकै पास आउटको कुनै स्टुडेन्टको भिजा ग्रान्टको भिडियो हेरेर यहाँसम्म आएर विभिन्न किसिमको डकुमेन्टेसन त्यो फुल सपोर्ट भिएक्सएल एजुकेसनको पाइसकेपछि भिजा ग्रान्टको आजको स्थितिमा हामी सबैजना एकदम खुसी छौँ। सम्भवतः सिमरन कणेलको पनि ड्रिम कन्ट्री थियो। त्यही सन्दर्भमा हामीले चाहिँ केही सिमरन कणेललाई पनि आफ्नो एक्सपिरियन्स भिएक्सएल एजुकेसनको आजसम्मको दौरानमा भएको सपोर्टको बारेमा र अरू स्टुडेन्टहरू यस्तो ग्याप भएको स्टुडेन्टहरूलाई पनि एउटा किसिमको चाहिँ सल्लाह सुझाव भन्ने तरिकाले केही चिजहरू चाहिँ व्यक्त गरिदिनु है त। नमस्ते सम्पूर्णमा, माई नेम इज सिमरन कण्डेल एन्ड आई एम फ्रम देवजुली 16 रजर। मेरो चाहिँ रिसेन्टली अस्ट्रेलियाको भिजा ग्रान्ट भएको छ र मेरो ग्रान्ट भएको कारण चाहिँ भिएक्सएल एजुकेसन काउसती भिजिट गर्नाले हो। र म पनि विभिन्न कन्सल्टेन्सीहरू दाएको थिएँ। अनि मेरो चाहिँ 2023 पास आउट थिएँ र ग्याप हुन्छ भन्नुभएको थियो अरू कन्सल्टेन्सीमा। र भिएक्सएल एजुकेसन काउसतीको चाहिँ एउटा टिकटक भिडियोबाट आएको थिएँ म। एउटा विश्वासले एकदम ढुक्क हुनुहोस्, विश्वास गर्नुहोस्, डकुमेन्ट स्ट्रङ छ यस्तै भनेर भन्नुभयो, विश्वास दिलाउनु भयो। र अनि आज चाहिँ मैले भिसा ग्रान्टको लेटर पनि पाउन प्राप्त भयो होइन। यही हो, सरलाई धेरै धेरै धन्यवाद र भिएक्सएल एजुकेसन काउसती टिमलाई पनि धेरै धेरै धन्यवाद। मेरो चाहिँ कोर्सहरू के थियो होइन, कुन सिटीमा जाँदैछौ होइन? मेरो कोर्स चाहिँ ब्याचलर अफ आइटी र सिडनी सिटीमा जाँदैछु म चाहिँ। अब नयाँ स्टुडेन्टहरू जति पनि अब अस्ट्रेलिया एप्लाई गर्न प्लान गरिरहनु भएको छ होइन, उहाँहरूलाई एउटा डर छ जस्तो अब फाइनेन्सियल पुग्दैन अथवा चाहिँ ग्याप हुन्छ भन्ने डर छ होइन। त्यस्तो स्टुडेन्टहरूलाई चाहिँ निर्धक्क भएर अस्ट्रेलिया एप्लाई गर्नको लागि चाहिँ केही टिप्सहरू? हजुर, यहाँ चाहिँ अब डकुमेन्ट्सहरू कुनै झन्झटहरू हुँदैन होइन। यहाँ आएपछि चाहिँ एकदम बुझेर गर्न सक्नुहुन्छ। बरु 2-3 महिना टाइम लगाएर बुझेर होइन एकदम ढुक्क साथ गर्नु होला। भिएक्सएल एजुकेसन काउसती एकदम राम्रो कन्सल्टेन्सी हुनुहुन्छ र एकदम राम्रोसँग गाइड गर्नुहुन्छ। डकुमेन्टेसन हेल्प सपोर्टिङ एकदम हुनुहुन्छ सबै सर म्यामहरू। थ्याङ्क यू वन्स अगेन फर योर फ्युचर इन्डेभियर। आफ्नो जर्नीको लागि शुभकामना। र उता गइसकेपछि पनि हाम्रो भिएक्सएल एजुकेसन मेलबोर्न त्यस्तै गरेर चाहिँ हाम्रो उता अरू ब्रान्चेसहरूमा पनि कोअर्डिनेट गर्दै आगामी दिनहरू सुखद रहोस्, शुभकामना दिन चाहन्छु। थ्याङ्क यू।